मेकअप भन्ने है त रुको जरा सबर करो बेहुला त कुकरमा बेसी छिटो लाग्दैन नपाक्ने रहेछ त सरी है माया कसम मात्र खाएछन् भात खाना बिर्सेछन् यो जोडी मिलाइदिने लमेले रसिया र युक्रेनको युद्ध मिलाइदिन सक्छ खप्परमा सिरी लेखेपछि कसको के लाग्दो रहेछ यस्तै रमाइलो भिडियो हेर्नलाई फन गाइज पहिले लौरे दाइको यो डान्स हेरौँ त्यसपछि यसको फन्नी कमेन्टतिर लगाउँ है त I like your beauty, I like your fashion तुझ्यावर थांबून माझी नजर एक नंबर तुझी कंबर हाय चाल शेकी शेकी हाय किती सुंदर तुझा डिंपल तो चलिए शुरू करते हैं हो यस्तै नाच्दै जानुहोस् लडाईँमा दुश्मनले जति गोली हाने पनि लाग्दैन साइड साइडबाट जान्छ गोली वारमा गोली सकिएछ यही डान्स देखाइ दुश्मनलाई ढाल्ने त होला नेपाल आर्मीको ब्याकअप प्लान दिदी त खतरा डान्स गर्नु हुँदो रहेछ गजब बेइज्जती है इन्डियन आर्मी नो बीटीएस आर्मी लडाईँमा गएर यस्तो नाचिदियो भने दुश्मन हेरेको हेरै अच्छा यो लुगा कहाँ किन्न पाइन्छ होला Men or woman, I'm confused because it's dance like other. साथीहरु पहिले यो भाइले डान्स गरेको भिडियोहरु अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम रुको जरा सबर करो घरमा हिजोदेखि भाले हराएर खोजिएको छु भाले भने दुर्गेशको फ्यान भएर नाचिरहेछ नेपालमा मात्र पाइने चराको नेम काँडे भ्याकुर मेरो बोयफ्रेन्ड हो कसैले आँखा लाउने होइन है के हो अति दुर्लभ चरालाई राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिराखियोस् भन्ने सरकार सहित जोरदार माग राख्दछु यस्तै भिडियो हेर्न यी दाजुको बुढीलाई चाहिँ हिरोनी बनाइदिनु पर्यो अरे अब यो पुरा भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट भन्ने है त मेरी बुढीलाई अब राम्रोसँग हिरोनी तपाईहरुले बनाइदिने हो अरु कुरा थाहा भएन अनि हिरो चाहिँ हिरो त अब हैन उहाँलाई म त सक्दिन म ढ्याङ्ग्रो बजाइराख्नु पर्छ अभी बजाएगा ना भिडो तिमी ढ्याङ्ग्रो बजाऊ तिम्रो बुढीलाई अर्कोले बजाउँछ जसले खेलाए नि हुन्छ रे भन्नु खोजे क्या दाजु म खेल्छु यता पठाइदिनु तिम्रो बुढी अब ब्याउने बनाउँछ अर्कैले हिजो त म बन्ने थिए तर बुढी सुधारिसै हाल्छौ झाँक्री बुढा झाँक्री हो नि भाइरल त मन्त्र लाएर पनि गर्छ गाइस पहिला यो कलौटेको डान्स हेर्नुस् अनि त्यसपछि यसको फन्नी कमेन्ट पढ्ने है त आज यतै झर भनेको झर्दिन होला खै त मलाई माया गरेको गर्दिन होला ओइ खै त मलाई माया गरेको ओ गर्दिन होला ल सुरु गरौँ को हो यति राम्रो कोट लाउँदा पनि भोटे कुकुर जस्तो देखिने यो मसानघाट होइन भिखारी गजब बेइज्जती है यो कालेलाई कलाकार मानिदिनु पर्ने हामीले के हो अनि कुखुरा चोट दमाईले फेरि कुनले नचाहिन्छ चिम्पान्जीलाई लुगा लाउँदा यस्तो हुँदो रहेछ आज थाहा पायो यति राम्रो आइफोनको क्यामेराले भिडियो गर्दा पनि कस्तो कालो देखेको कलौटे
रितु बस्नेत होला हिरोइन चाहिँ होइन होला के हो अब नमस्कार म डान्सर तेजेन्द्र परियार भन्छ अबे साले फेरि आफै जस्तो दुईवटा कलौटे कहाँबाट लिएर पछाडि उफार्दैछौ कलौटे दाजु गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त दिदी तपाईँ पनि आन्दोलनमा आउनु भएको हैन हैन म स्टुडियोबाट हैन आज यहाँ ब्लक भएर म यहाँ हैन यहाँ आन्दोलनमा देखिरहनु भएको छ नि त त्यही भएर रुको जरा सबर करो उसलाई बुढो त चाहिएको छैन किन राजा चाहिन्थ्यो र रगत चुसाउन जानु भएको जुकासँग यता पनि छोटो जुका देखाउँछु अहिले चाहिँ मलाई यसको डर लाग्न छोडिसक्यो होला ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ बैरागी कान्छी कन्सर्ट भनेर गएको होलिन् आन्दोलन पो परेछ जिन्दगीबाटै अलपत्र परेको मान्छे 3 गुणेमा अलपत्र हुनु त सामान्य नै हो यसको अनुहारमा चाहिँ किन सधैँ 12 बजिरहेको हुन्छ गुले च्यापेको जस्तो छ त्यही भएर होला गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त तिम्रो आगमनले खुशी बन्थ्यो जीवन तोते बोली सुन्दा भरि आउँथ्यो यो मन आमाको छ ममता बाबाको छ प्यार रुको जरा सबर करो ल ल बहिनी तिमी बच्चा पाऊ म चाहिँ भाँडाकुटी खेल्न हिँडे बच्चा तिमीहरूले पाउने भएको छौ लाज हामीलाई लागिरहेको छ मै मात्र रहेछु साला जनगणनाको लागि मात्र जन्मेको मसँग वृद्ध भत्ता लिन जाने को हुनुहुन्छ मेरो आफन्त कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया मेरो सराहना गरिदिनु होला म अब यो धरतीलाई बोझ बन्न चाहन्न